आज म विभिन्न सेलिब्रिटीहरुको स्किन केयरलाई आउट अफ 10 रेटिङ गर्न गइरहेको छु। This is the sunscreen. Never miss the sunscreen ever. And moisturizer. 0 out of 10. सनस्क्रिनलाई यसरी हातमा लिएर रब गर्नाले एउटा त यो वेस्ट बढी जान्छ, त्यस्तै गरेर यसरी रब गर्यो भने यसको सनस्क्रिनको सन प्रोटेक्सन फ्याक्टर अथवा एसपीएफ नै कम हुने भनेर पहिलाको एउटा स्टडीले पनि देखाएको छ। भन्नुको मतलब यसले गर्दा सनस्क्रिनको इफेक्टिभनेस नै कम गर्न सक्दछ। र अर्को इम्पोर्टेन्ट कुरा भनेको सनस्क्रिन फेसमा लगाइसकेपछि नि यसलाई धेरै रब गर्नु हुँदैन। सनस्क्रिनलाई प्रोपरली लगाउने तरिका भनेको पहिला एक्चुअली लगाएर फैलाउने, त्यसपछि केही मिनेट त्यसलाई त्यतिकै छोड्दिने, त्यसपछि जति एब्जर्ब हुन्छ त्यो बाहेकको सनस्क्रिनलाई मिलाउन सकिन्छ। 10 out of 10. ट्रेटिनोइन भन्ने मलमलाई यो भिडियोमा देखाए जस्तै नै लगाउनु पर्छ। भन्नुको मतलब एकदमै थोरै लगाउनु पर्छ। ट्रेटिनोइन मलम यदि धेरै लगाइयो अथवा हाई कन्सन्ट्रेसनको लगाइयो भने यसले स्किनमा विभिन्न एडभर्स इफेक्ट अथवा नराम्रो असरहरू गर्दछ, जस्तै स्किन ब्यारियर ड्यामेज गर्ने, स्किनलाई सेन्सिटिभ बनाउन सक्ने, ड्राई बनाउन सक्ने, त्यस्तै गरेर नराम्रो खालको एलर्जी पनि गराउन सक्दछ। त्यही भएर यसलाई पी साइज अमाउन्ट अथवा एकदमै थोरै लगाएर फेसभरि नै पुर्याउनु पर्दछ। ट्रेटिनोइन भन्ने मलम एउटा रेटिनोइड्स हो र यसको प्रयोग धेरै कुराहरूमा हुन्छ, जस्तै पिम्पल्सको लागि, एन्टी एजिङको लागि, पोर्समा, त्यस्तै ब्ल्याक हेड्स, व्हाइट हेड्सहरुमा पनि यसको प्रयोग हुन्छ। I don't really have bad skin because I drink a lot of water. 5 out of 10. मैले यो रेटिङ दिँदा धेरै सरप्राइज पनि हुन सक्नुहुन्छ, त्यही भएर म एक्सप्लेन पनि गर्न गइरहेको छु। पानी हाम्रो शरीर र फेस अथवा स्किन दुईटैलाई चाहिने कुरा हो र यसले यो दुईटा कुरालाई हेल्दी राख्न पनि मद्दत गर्दछ। तर पानी धेरै खाएर मात्रै स्किन राम्रो हुन्छ, ग्लो आउँछ भन्ने चाहिँ भ्रम हो। जसको स्किन अलरेडी राम्रो छ, कुनै स्किन प्रब्लम्स छैन र यदि जेनेटिकली राम्रो छ र उहाँहरूले यदि धेरै पानी पिउनुस् स्किन त्यसै राम्रो हुन्छ भनिदिनु भयो भने के हुन्छ भन्दा जसको रियल स्किन प्रब्लम्सहरू हुन्छ, जस्तै पिम्पल्सको समस्या, चायापोतोको समस्या अथवा डलनेसको समस्या, यस्तो पेसेन्टहरूले ट्रिटमेन्ट सिक गर्नमा ढिलासुस्ती हुन सक्दछ। त्यही भएर मैले पानीलाई 5 आउट अफ 10 रेटिङ गरेको हो। यसको मतलब यो होइन कि पानी हाम्रो लागि इम्पोर्टेन्ट छैन। पानी हाम्रो स्किन र बडी दुईटैको लागि इम्पोर्टेन्ट छ र प्रशस्त पानी पनि पिउनु पर्दछ, तर धेरै पानी खाएर स्किनको प्रब्लम्सहरू सल्भ हुन्छ भन्ने होइन। I've used the most potent version, which is over-the-counter tretinoin. 0 out of 10. ट्रेटिनोइन भन्ने मलम यो भिडियोमा भनेको जस्तो एउटा ओभर द काउन्टर मलम होइन। यो ट्रेटिनोइन भन्ने मलमलाई हामीले डाक्टरको प्रेस्क्रिप्सनमा मात्रै प्रयोग गर्न मिल्दछ र अघि मैले भनेको जस्तै यदि ट्रेटिनोइन लगाएको मिलेन भने यसले विभिन्न प्रकारको साइड इफेक्ट्सहरू, जस्तै स्किन ब्यारियर ड्यामेज गर्न सक्ने, त्यस्तै ड्राई बनाउने, छाला उक्केको जस्तो हुने अनेक साइड इफेक्ट्सहरू हुन सक्दछ। त्यही भएर यसलाई डाक्टरको सल्लाहमा मात्रै लगाउनु पर्दछ र यदि प्रेग्नेन्ट छ भने प्रेग्नेन्सीको बेलामा कुनै प्रकारको रेटिनोइड्सहरू प्रयोग गर्नु हुँदैन। Love icing my face. 2 out of 10. आइसमा फेस डुबाएर निकाल्ने स्किन केयर ह्याकलाई हामीले आइस फेसियल भन्दछौँ र विभिन्न सेलिब्रिटीहरूले अहिले यो प्रमोट गरेको पनि पाइन्छ। आइस फेसियल गर्नाले हाम्रो टेम्पोररीली हाम्रो फेसको रेडनेस, इन्फ्लामेसनलाई घटाउन, त्यस्तै गरेर पफिनेस घटाउन, त्यस्तै गरेर पोर्सलाई पनि केही हदसम्म श्रिङ्क गर्न हेल्प गर्दछ। तर यी सबै इफेक्ट्सहरू टेम्पोररी हुन्छन् र आइस फेसियल एकदमै रेगुलर धेरै समयसम्म गऱ्यो भने पछि गएर स्किन सेन्सिटिभ हुन सक्ने, एलर्जी हुन सक्ने, ड्राई हुन सक्ने प्रब्लमहरू आउँदछन्। त्यही भएर यो प्राय डर्मेटोलोजिस्टबाट रेकमेन्डेड हुँदैन। One of my favorite products, niacinamide. Niacinamide basically is amazing. 7 out of 10. नाइसिनामाइड भनेको एउटा एकदमै फ्रेन्डली सेरम हो। भन्नुको मतलब यो धेरै प्रकारको स्किन टाइप्सहरू, जस्तै ओइली, ड्राई स्किन, कम्बिनेसन, धेरै प्रकारको स्किनहरूमा लगाउन सकिन्छ र यसको मेन दुईटा एडभान्टेजेस भनेको एउटा यसले सेबम ब्यालेन्स गरेर एक्नेको, पोर्सको र ओइली स्किनलाई हेल्प गर्दछ भने अर्को यसको एडभान्टेज भनेको यसले स्किन ब्यारियर रिपेयरमा पनि हेल्प गर्दछ। त्यही भएर यसलाई मैले 7 आउट अफ 10 दिएको छु। Like gets rid of, it gets rid of any fine lines. तर रिङ्कल्सको लागि भने यसलाई मैले 2 आउट अफ 10 मात्रै दिँदछु, किनभने यसको केही मात्रामा मात्रै कोलाजेन बिल्डिङमा रोल हुने गर्दछ। I use organic coconut oil. It gets like a little oil and warm. Keep it on the face, just like sort of rub it against. 3 आउट अफ 10. कोकोनट ओइल अथवा नरिवलको तेल एउटा राम्रो इमोलियन्ट हो। त्यही भएर एकदमै ड्राई स्किन हुनेहरूमा विशेष गरी बडीको लागि कोकोनट ओइल राम्रो मानिन्छ।
तर कोकोनट ओइल एउटा कमेडोजेनिक सब्स्टेन्स भएको हुनाले फेसमा जसको अलरेडी ओइली छ अथवा एक्ने प्रोन स्किन छ उहाँहरूको फेसमा भन्ने यो रेकमेन्डेड हुँदैन। यसले पोर्सहरू ब्लक गरेर पिम्पल्सको समस्या अझै बढाइदिन सक्दछ। त्यस्तै गरेर ओइली स्किन हुनेहरूलाई स्किन झन् डार्क देखाउन पनि सक्दछ। 10 out of 10 स्यान्डविच मेथडमा के गरिन्छ भन्दा सुरुमा मुख धोएर पहिला मोइस्चराइजर लगाइन्छ, त्यसपछि रेटिनोइड्स अथवा ट्रेटिनोइन लगाइन्छ र त्यसमाथि फेरि मोइस्चराइजर लगाइन्छ। यस्तो गर्नाले एउटा फाइदा के हुन्छ भन्दा जुन ट्रेटिनोइनको अघि हामीले जुन साइड इफेक्ट्सहरू जस्तै ड्राई बनाउन सक्ने, ब्यारियर ड्यामेज गर्न सक्ने, एलर्जी हुन सक्ने, रेडनेस हुन सक्ने यस्तो साइड इफेक्ट्सहरूलाई यो मेथडले धेरै नै हदसम्म कम गराउन हेल्प गर्दछ। जसको सेन्सिटिभ स्किन हुन्छ उहाँहरूमा पनि रेटिनोइड्स टोलरेट गर्न सक्ने बनाउन सकिन्छ यो मेथडले। त्यही भएर हामीले स्यान्डविच मेथडलाई रेकमेन्ड गर्दछौँ। र अर्को राम्रो कुरा रिसेन्ट रिसर्चहरूले पनि स्यान्डविच मेथड युज गर्दा ट्रेटिनोइन अथवा रेटिनोइड्सको इफेक्टिभनेस भने कम नहुने भनेर देखाएका छन्। Rose water and glycerine and I put it on my skin. 9 out of 10 ग्लिसरिन भनेको एउटा ह्युमेक्टेन्ट सब्स्टेन्स हो। भन्नुको मतलब यसले इन्भाइरोमेन्टमा भएको पानीलाई स्किनमा एब्जर्ब गर्न हेल्प गर्दछ र स्किनलाई हाइड्रेट गर्न पनि हेल्प गर्दछ। र यसको मेन पोजिटिभ पोइन्ट्सहरू भनेको यो नन इरिटेटिङ भएको हुनाले प्राय सेन्सिटिभ स्किनमा पनि प्रयोग गर्न मिल्दछ। भने अर्को एडभान्टेज भनेको यो नन कमेडोजेनिक भएको हुनाले एक्ने प्रोन स्किनमा पनि सेफली युज गर्न मिल्दछ। र यसलाई प्रोपरली लगाउँदाखेरि आइदर पानीसँग अथवा रोज वाटरसँग कम्बाइन गरेर युज गर्न मिल्दछ। Damp, and then I do this. 6 out of 10 यो भिडियोमा देखाइएको डिभाइसलाई स्किन मसाजिङ डिभाइस अथवा स्किनलाई मसाज गर्न प्रयोग गर्ने डिभाइस हो। यो पर्टिकुलर डिभाइसमा भाइब्रेसन मोड पनि हुँदछ र यस्तो डिभाइसहरू हामीले कहिलेकाहीँ पिआरपी गर्दा अथवा केही पेनफुल प्रोसिडियर गर्दा पनि प्रयोग गरिरहेका हुन्छौँ। र यस्तो मसाजिङ डिभाइसेसहरूले स्पेसल्ली तपाईँको यदि लोअर फेस हेभी भएको अथवा लोअर फेस फुलेको केसहरूमा त्यो लिम्फेटिक ड्रेनेजमा हेल्प गरेर त्यो प्रब्लमलाई कम गर्न हेल्प गर्दछ, जसले पछि गएर लङ टर्ममा हुने छाला झोल्लिने अथवा स्यागिङ स्किन हुने प्रब्लमलाई कम गर्न पनि हेल्प गर्दछ। और मुझे लगता है कि जब मैं अच्छे से सोती हूँ ना तब मैं मतलब उठती और फ्रेश लगती हूँ, तो नींद भी बहुत 10 out of 10 निन्द्रा हाम्रो शरीर र स्किन दुईटैलाई एकदमै इम्पोर्टेन्ट कुरा हो। यदि निन्द्रा राम्रो पुगेन भने यसले गर्दा हाम्रो शरीरमा स्ट्रेस हर्मोन्स बढेर विभिन्न खालको प्रब्लमहरू स्किन प्रब्लम्सहरू जस्तै एजिङको प्रोसेस अथवा बुढेसकालको प्रोसेस चाँडो हुने, त्यस्तै गरेर पिम्पल्सको समस्या बढ्न सक्ने, अझै इम्पोर्टेन्ट भनेको त चाया पोतो सन्चो हुन गाह्रो हुने र भएको भन्दा पनि बढ्ने समस्या ल्याउन सक्दछ। त्यही भएर जति नै राम्रो स्किन केयर गरे पनि यदि निन्द्रा प्रोपर भएन भने त्यस्तो स्किन केयरले पनि काम गर्न गाह्रो हुन्छ। त्यही भएर स्लिपलाई मैले 10 out of 10 नै दिएको छु।